पिर पर्यो क्या ल चप्पल खोज्दै तर खुट्टामा बवाल देखियो रहेछ नि यतिकै गयो हुन्छ चप्पल खोज्न लाग्यो हाम्रो यतिकै गयो हुन्छ चप्पल ल हैन पत्ता लगाउनु नि त पत्ता लगाउनु दुईजनाको तीनजनाको चप्पल दिएन यार प्लिज यार चप्पल लुकाउने मान्छे बोले यार यही मान्छे हो है ल उमा पहेँलो ज्याकेट लाउने मान्छेले सोध्नु एकचोटी भएन मैले उसैले दिइ सएन भन्छ यति भन्यो भने मार्छ मलाई त्यसले त अब मैले यस्तरी हान्दा श्याम भाटम गएको थिएँ श्याम मैले भने यति सक्दैन यसरी घुमे के चप्पल छोड्दिने चप्पल निस्किन्छ भनेर बाटो गयो मैले भनेको चप्पल यति होला के गरिदिएको यस्तो बिचरा है एउटा चप्पल छैन है चप्पल धर यसको बिहाको लागि प्र्याक्टिस है यो चाहिँ बिहाको लागि प्र्याक्टिस हो यो कतिसम्म अस्ति प्र्याक्टिस भइहाल्यो एउटा त्यो अहिले मजा आयो त्यही हेर्दा नि भ्याटेन त फर्स्ट सेकेन्ड थर्ड यो त मैले यस्तरी फर्स्ट सेकेन्ड थर्ड फोर्थ फर्स्ट सेकेन्ड थर्ड अनि फोर्थ यही चीज केटाहरुले मलाई गरे के हो चप्पल आयो ओ मुनि राख्थे ओइ किन घर गयो किसले कहाँ गयो बिल दिरे हो बिल दिरे हो चप्पल नि नजिक चप्पल ल्याउनु लास्ट हात तपाईकै रहेछ थाहा पकाउने ठाउँबाट निकालेर ल्याउनु चाहिँ चप्पल आफैले पकाउँछ मजी चप्पल छैन चप्पलले तिमीलाई हेरिरहेछ ल किट्टोले हेरिरहेछ पत्ता लगाउनुहोस् हेरिरहेको छ यहीँ छ नहेर्न भने मान्दैन त्यही थियो त अनि ल भाइ हातको बाल अघि नै मरिसक्यो चप्पल लुगाउनु बित्तिकै तिर्नीमा सुरुमानको बाल के लास्ट टाइमको बाल के त